नेपालको राजनीतिमा अहिले एउटा निर्वाचन क्षेत्र निकै चर्चामा छ, नवलपरासी पश्चिम क्षेत्र नम्बर 1। किनभने त्यहाँको चुनावी प्रतिस्पर्धा एकदमै रोचक मोडमा पुगेको छ र यो सबैको केन्द्रमा हुनुहुन्छ विक्रम खनाल। सोच्नुस् त, एउटा स्थापित पार्टीको यति ठूलो पदमा बसेको मान्छे आज अर्कै नयाँ पार्टीबाट उम्मेद्वार। उहाँको यो यात्राले भनौँ न धेरै प्रश्नहरू उब्जाएको छ। आज हामी यही राजनीतिक उथलपुथलका हरेक पाटालाई केलाएर हेर्नेछौँ। त्यसो भए मूल प्रश्न के हो त? के विक्रम खनालको यो पार्टी परिवर्तन केवल आफ्नो महत्वाकांक्षा पूरा गर्नको लागि हो, अथवा के यो कुनै सिद्धान्तमा आधारित निर्णय हो? हेर्नुस्, यो प्रश्नको एउटै जवाब छैन। उहाँका समर्थकहरूको आफ्नै तर्क छ, आलोचकहरूको आफ्नै, र यही दुई धारको तर्कले गर्दा नै यो चुनावी लडाईँ यति धेरै चाखलाग्दो बनेको छ। ल, अब यो चुनावी मैदानका मुख्य खेलाडीहरूलाई चिनौं। एकातिर हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनौती दिइरहेका विक्रम खनाल। उहाँको सामना गर्दैछन् नेपाली कांग्रेसका बहालवाला सांसद अनि चर्चित उद्योगपति विनोद चौधरीले। अनि मैदानमा अर्का बलिया प्रतिस्पर्धी पनि छन्, नेकपा एमालेका रामप्रसाद पाण्डे। मतलब यो लडाईँ त्रिपक्षीय छ, जसले गर्दा नतिजा के होला भनेर अनुमान लगाउन झनै गाह्रो भएको छ। अब अलिकति पछाडि फर्केर हेरौं। विक्रम खनालको यो राजनीतिक यात्रामा यस्तो नाटकीय मोड कसरी आयो? कसरी एउटा पार्टीको यति शक्तिशाली भित्री मान्छे आज त्यही पार्टीको लागि सबैभन्दा ठूलो बाहिरी चुनौतीकर्ता बन्न पुग्यो? यो कथालाई सुरुदेखि नै बुझ्न जरुरी छ। एउटा कुरा के बुझ्नुपर्छ भने विक्रम खनाल नेपाली कांग्रेसमा कुनै सामान्य कार्यकर्ता थिएनन्। उहाँ त लुम्बिनी प्रदेशको महामन्त्री हुनुहुन्थ्यो। यो भनेको पार्टीको एकदमै महत्त्वपूर्ण र शक्तिशाली पद हो। अब सोच्नुस्, यति वरिष्ठ पदमा पुगेको नेताले जब पार्टी नै छोड्छ, तब त्यो निर्णय कति गम्भीर होला? ल, अब सिक्काको पहिलो पाटो हेरौं, अर्थात् खनाल विरुद्धका तर्कहरू। उहाँको यो कदमलाई लिएर जुन आलोचनाहरू भइरहेका छन्, ती के हुन्? आलोचकहरूले यसलाई अवसरवाद र धोकाको रूपमा कसरी हेरिरहेका छन्? आउनुहोस्, यसमा केन्द्रित हौं। यो टाइमलाइनले घटनाक्रम कति छिटो अघि बढ्यो भन्ने देखाउँछ। हेर्नुस् त, 2025 को सुरुमा उहाँ कांग्रेसको महामन्त्री हुनुहुन्थ्यो। जुलाई महिनामा आइपुग्दा पार्टीबाटै निकालिनुभयो। अनि त्यसको केही महिना नबित्दै उहाँ सिधै अर्को प्रतिद्वन्दी पार्टीमा प्रवेश गर्नुभयो। आलोचकहरू यही कुरालाई समात्छन्। उनीहरू भन्छन्, यो तीव्र परिवर्तनले के देखाउँछ? यो त सरासर व्यक्तिगत महत्वाकांक्षा हो नि। नेपाली राजनीतिमा एउटा शब्द निकै चल्तीमा छ, टिकट हपिङ। यसको मतलब के हो भने कुनै नेताले सिद्धान्त वा विचारधाराको लागि होइन, केवल चुनावमा टिकट पाउने पक्का गर्नको लागि पार्टी फेर्छन्। खनालमाथि लागेको मुख्य आरोप नै यही हो। तर खैर, यो प्रवृत्तिले एउटा ठूलो प्रश्न पनि त उठाउँछ नि, होइन र? यसले पुराना दलहरूको भित्रको अवस्था कस्तो छ, त्यहाँ वैचारिक धरातल कति कमजोर छ भन्ने पनि देखाउँछ। कतिपयको तर्क के छ भने जब पार्टीभित्रै अवसर र न्याय पाइँदैन, तब नेताहरूले बाहिर विकल्प खोज्नु स्वाभाविक हो। छोटकरीमा भन्नुपर्दा आलोचकहरूको भनाइको सार यही हो। उनीहरू के भन्छन् भने जब विक्रम खनालले नेपाली कांग्रेसभित्र आफ्नो भविष्य, खास गरी चुनावी टिकट अनिश्चित देखे, तब उहाँले वर्षौंको पार्टीप्रतिको निष्ठालाई एकातिर पन्छ्याएर संसद छिर्ने सजिलो बाटो खोज्नुभयो। तर प्रश्न उठ्छ, उहाँलाई पार्टीबाट किन निकालियो त? यसका केही आधिकारिक कारणहरू छन्। पहिलो, 2022 को चुनावमा पार्टीकै आधिकारिक उम्मेद्वारलाई हराउन भूमिका खेलेको आरोप लाग्यो। र रोचक कुरा के छ भने यो उजुरी दिने व्यक्ति अरू कोही होइन, अहिलेका उहाँका मुख्य प्रतिस्पर्धी विनोद चौधरी नै हुनुहुन्थ्यो। त्यसपछि पार्टीको अनुशासन समितिले उहाँको स्पष्टीकरण चित्त बुझ्दो नभएको ठहर गर्यो र अन्ततः उहाँलाई 1 वर्षको लागि पार्टीबाट निष्कासित गरियो। ल, यो त भयो कथाको एउटा पाटो। अब सिक्का पल्टाएर हेरौं, खनाल र उहाँका समर्थकहरूको दृष्टिकोणबाट यो घटना कस्तो देखिन्छ? उनीहरूको तर्क के छ? उनीहरू भन्छन् यो अवसरवाद होइन। अब उनीहरूको दावीलाई पनि राम्ररी केलाएर हेरौं न त। यहाँ हेर्नुस् त, एउटै घटनालाई हेर्ने दुई फरक दृष्टिकोण कति प्रष्ट छ। आलोचकहरू भन्छन् यो त पुरानो पार्टीमा आफ्नो दाल नगलेपछि सत्तामा पुग्न खोजेको एउटा अवसरवादी चाल हो। तर खनाल पक्षको तर्क के छ भने होइन, यो त भित्रभित्रै संगठनात्मक रूपमा खोक्रो हुँदै गएको र भ्रष्टाचारले ग्रस्त पार्टीबाट लिएको एउटा सैद्धान्तिक कदम हो। खनालको पक्षमा एउटा बलियो प्रमाण पनि छ। 2017 को प्रदेश सभा चुनावको नतिजा, उहाँ त्यो चुनावमा उपविजेता हुनुभएको थियो। यसले के देखाउँछ?
यसले देखाउँछ कि उहाँको समर्थन केवल पार्टीको ट्यागमा मात्रै सीमित छैन, उहाँको आफ्नै व्यक्तिगत प्रभाव र स्थानीय स्तरमा बलियो पकड छ। उम्मेद्वारको रूपमा उहाँका केही बलिया पक्षहरू छन् जसलाई समर्थकहरूले जोडतोडले उठाएका छन्। पहिलो, बर्दखाट क्षेत्रमा उहाँको जरा एकदमै गहिरो छ। दोस्रो, उहाँले पहिले गरेका विकासका कामहरू जस्तै सडक, सिँचाइ सबैले देखेकै छन्। तेस्रो, उहाँ पहिलेदेखि नै पुराना पार्टीहरूको कार्यशैली, त्यहाँको चाकडीवादको कडा आलोचक हुनुहुन्थ्यो। र चौथो, अहिले उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो नयाँ संस्थापन विरोधी लहरसँग जोडिनु भएको छ। यी सबै कुराले उहाँलाई बलियो उम्मेद्वार बनाएको छ। अहिलेसम्म हामीले स्थानीय चुनावी प्रतिस्पर्धाको कुरा गर्यौं। अब अलिकति जुम आउट गरेर हेरौं, यो स्थानीय चुनावको महत्व राष्ट्रिय स्तरमा कति छ? नवलपरासी पश्चिम 1 को नतिजाले सिङ्गो देशको राजनीतिमा केही फरक पार्न सक्छ त? आउनुहोस् यसको राष्ट्रिय दाउपेचबारे कुरा गरौं। कुरा के हो भने नवलपरासी पश्चिम 1 मा खस्ने एउटा भोटले त्यहाँको स्थानीय प्रतिनिधि मात्रै छान्ने छैन। खास गरी रासोपाका समर्थकहरूका लागि यो भोट एउटा ठूलो राष्ट्रिय रणनीतिको हिस्सा हो। उनीहरूको विश्वास के छ भने यस्ता जितहरूले नै देशको अर्को सरकार कसको बन्छ भन्ने कुरालाई समेत निर्धारण गर्न सक्छ। त्यो रणनीति कस्तो छ त? एकदमै सिधा छ। पहिलो चरण, विक्रम खनालले नवलपरासी पश्चिम 1 मा जित्ने। दोस्रो चरण, यसले संसदमा रासोपाको एउटा महत्त्वपूर्ण सिट बढाउने। र तेस्रो चरण, यस्तै जितहरूले बालेन शाहको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई वास्तविकताको नजिक पुर्याउने। तर्क यही हो। अनि यदि बालेन शाहको नेतृत्वमा सरकार बन्यो भने त्यसको एजेन्डा के होला? उनीहरूले अघि सारेका मुख्य मुद्दाहरू हुन् सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रदेशहरूलाई बलियो बनाउने, गरिबका लागि निशुल्क शिक्षा र स्वास्थ्य, अनि 2025 को आन्दोलनमा उठेका युवाका मागहरूलाई सम्बोधन गर्ने। त्यसैले विक्रम खनाललाई दिइने भोटलाई केवल एक व्यक्तिको जित हारको रूपमा नभई यो सिङ्गो राष्ट्रिय एजेन्डासँग जोडेर हेरिएको छ। खेर, तर्कवितर्क जे जति भए पनि अन्तिम निर्णय त मतदाताकै हातमा छ। अब उनीहरूले के कुरालाई बढी महत्त्व देलान्? वर्षौंदेखिको पार्टीप्रतिको निष्ठालाई, कि परिवर्तनको चाहनालाई, या फेरि आफ्नो एउटा भोटले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावलाई? यही तौल्ने प्रक्रिया नै अन्त्यमा निर्णायक हुनेछ। यो तालिकाले मतदाताको मनमा चलिरहेको दुविधालाई ठिकसँग देखाउँछ। तराजुको एकातिर छ खनालको स्थानीय विकासको प्रमाणित रेकर्ड र नयाँ विकल्पको आशा, अनि अर्कोतिर छ उहाँमाथि लागेको राजनीतिक अवसरवादको आरोप र पार्टीप्रतिको निष्ठामाथिको प्रश्न। अब मतदाताले यही दुई पल्लाबीच एउटा सन्तुलित निर्णय लिनुपर्नेछ। र अन्तमा हामी यो विश्लेषणलाई एउटा ठूलो प्रश्नमा आएर बीट मार्छौं कि अबको राजनीतिमा परम्परागत पार्टीप्रतिको निष्ठा महत्त्वपूर्ण छ वा एउटा नयाँ राष्ट्रिय दृष्टिकोणलाई प्राथमिकता दिने बेला आएको हो? नवलपरासी पश्चिम 1 का मतदाताको निर्णयले सायद यही प्रश्नको साङ्केतिक जवाब दिनेछ। नतिजा जेसुकै होस्, एउटा कुरा पक्का छ, यो चुनावले नेपाली राजनीतिमा एउटा गम्भीर बहसको सुरुवात भने अवश्य गराइदिएको छ।